नमस्कार। रेबिज भनेको एक खतरनाक भाइरसजन्य रोग हो जुन प्राय कुकुर, बिरालो, बाँदर, बाघ, स्याल, फ्याउरो आदि जनावरबाट मानिसमा सर्ने गर्दछ। रेबिज भाइरस ल्यास्सा भाइरस समूहमा पर्दछ। यो संक्रमित जनावरको टोकाइ, नखराबाट वा र्याल, स्यालिभा, घाउ वा आँखामा परेपछि सर्दछ। रेबिज लागेको कुकुरमा मुख्य गरी दुई प्रकारका लक्षणहरू देखिन्छ, जुन चाहिँ फुरियस उग्र र डम्मी अर्थात् पारालाइटिक गरेर निस्तेज प्रकारको हुन्छ, जुन चाहिँ सबभन्दा खतरनाक रूप चाहिँ फौरियस टाइपको हो र डम्मी प्रकारको पनि अवस्था र त्यस्तो तपाईँले देख्न सक्नुहुन्छ। मैले भिडियोमा फोटो सहित राखेको छु। त्यसका आधारमा कुकुरहरूमा र्याबिज छ या छैन पत्ता लगाउनु पर्यो अनि त्यहाँबाट सजग हुनु पर्यो। र साथीहरू, लालुमा पनि एउटै कुकुरले धेरैजनालाई टोकेको र र्याबिज हुन सक्ने भन्दै सामाजिक सञ्जालमा देखेको छु मैले। अब गरौँ भ्याक्सिनको कुरा है। अब भ्याक्सिन स्वास्थ्यको लालुमा उपलब्ध छैन, किनकि यसमा स्पेसल ILR मेसिन चाहिन्छ, रेफ्रिजरेटर, जुन आइसल्यान्ड रेफ्रिजरेटर हो। यो पालिकासम्म अर्थात् आदर अस्पतालमा चाहिँ उपलब्ध छ, जिल्लामा चाहिँ उपलब्ध छ। हामीले पटक पटक यसको लागि आग्रह पनि गरिसकेका छौँ र सम्भव भएसम्म पालिकाले व्यवस्था गर्ने प्रयास गरिरहेको छ। महँगो आइरहेको हुन्छ। घरमा राखिएको फ्रिज, डोमेस्टिक फ्रिजमा यो र्याबिज भ्याक्सिन राखेर प्रयोग गर्नु राम्रो हुँदैन। यो मैले स्वास्थ्यकर्मी र जनसमुदायलाई जानकारी गराएँ। यसलाई व्यवस्थित ढङ्गले प्रोफाइल्याक्सिस 100% भ्याक्सिन नै यसको विकल्प छ। भ्याक्सिनभन्दा बाहेक अरू कुनै उपचार यसको नहुने भए हुनाले सबैजनाले भ्याक्सिन लगाउन म अनुरोध गर्दछु। भ्याक्सिन गाउँमा उपलब्ध गराउन लागि गाउँपालिका टिमसम्म पनि मैले पहल गरेको छु। अब यो ILR मेसिनबाट कोल्ड चेनमा राखेर हामीले गाउँमा ल्याउँदैछौँ। एकजनालाई 3 डोज लाउनुपर्छ। भ्याक्सिन निःशुल्क रूपमा उपलब्ध गराइने जानकारी गराउन चाहन्छु। तपाईँहरूलाई कसैले त्यस्तो समस्या भए स्वास्थ्यको लालुमा सिधै सम्पर्क गर्नुहुन 98 48 38 12 91 नम्बरमा सम्पर्क गर्न म अनुरोध गर्दछु। धन्यवाद।